र यो चाहिँ हाम्रो गाउँको बाटो मर्निङ र यो चाहिँ जुगाथाङ टर्निङ भनेर चिनिन्छ हैन। अन्त थाकी पनि रहेको थियो है र बेलुकासम्म भिडियो एडिटहरू गरेर त्यहाँदेखि चाहिँ सुते। त्यहाँदेखि बिचमा एक ग्रुप त्यहाँ उँभो एक ग्रुप है। अझै झन् यो त्यहाँदेखि उयो तलदेखि पनि उता पऱ्यो भने त अझै अर्को ग्रुप चाहिने रहेछ र एकदमै सुन्दर छ हाम्रो गाउँ, तपाईँहरूले देख्न सक्नुहुन्छ है। ए हुन्छ जति हस् हुन्छ। यो लेफ्ट साइडपट्टिकोलाई चाहिँ अलिकति अपमा राखेको छ र यतापट्टिको चाहिँ कम्ती डाउनमा राखेकोले गर्दाखेरि भिडियोमा यसलाई ज्यादा देखिँदैछ, यसलाई यतापट्टिकोलाई कम्ती देखिँदो रहेछ नि त। र अब 2 दिनको ट्रेनिङ हुने भएको छ, अन्त जानुपर्ने छ आज्ञा र म चाहिँ। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग, न्यू डे, न्यू ब्लग सुरु भइसकेको छ। र आज भने चाहिँ ड्युटी जानुको लागि हिँडेको र सबित बुढो म ड्युटी जानु लागेको र बुबु पनि पछाडि आउनु हुँदैछ हैन। र अब भने चाहिँ डाइरेक्ट मोटो ब्लगमा भेटौँ है त। र अहिले भने चाहिँ यहाँ सहिद बुबु आइपुगिसक्नु भएको छ र अब दुईजना हामी चाहिँ ड्युटी हिँड्न लागेको र ढिलो भइसक्दैछ, एकदमै छिटो छिटो जानुपर्ने हुन्छ। र अब भने चाहिँ यहाँबाट हिँडेको र गरम एकदमै बेसी भएको कारणले गर्दाखेरि सर्ट अनि प्यान्ट मात्रै लगाएर हिँडेको छु हैन। र गरम चाहिँ एकदमै बेसी बढेर गएको छ अहिले चाहिँ। र यो चाहिँ हाम्रो गाउँको बाटो, म तपाईँहरूलाई आजको मेरो भ्लगमा चाहिँ हाम्रो गाउँ जारोङदेखि बिरिङसम्म जाने बाटोको पुरा भ्लग देखाउने छु र पुरा भिडियो हेर्नुहोस् होला। र यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला र सेयर पनि गरिदिनुहोस् र भिडियो अन्तिमसम्म हेरेर इन्जोय गर्नुहोस् होला। र यो अलिक माथिल्लोपट्टिसम्म चाहिँ रफ रोड छ हैन, त्यहाँदेखि चाहिँ फेरि कार्पेटिङ भेट्छ र यहाँ चाहिँ नयाँ डेरी फार्म बनिँदैछ। र यो जग्गामा चाहिँ अब यो बर्खाको टाइममा एकदमै बेसी यो पानी बग्छ यो रोडमा, त्यही भएर पहिला हामीले यहाँ माथिल्लोपट्टि नाली पनि काटेर बनाएको थियौँ। र यो चाहिँ जुगाथाङ टर्निङ भनेर चिनिन्छ हैन। र अहिले यहाँबाट क्रस हुँदैछु र मैले चाहिँ सर्ट मात्रै लगाएर हिँडेको छु, तर बाइकमा कुद्दाखेरि त चिसै हुन्छ है। र बाहिर चाहिँ एकदमै बेसी गरम भइरहेको छ र अब यहाँबाट चाहिँ कार्पेटिङ भेट्छ र त्यही हो। हिजो चाहिँ अब दिनभरि भ्लग गऱ्यो, त्यहाँदेखि अब कुदाइ पनि निकै लामै भएछ नि त, अन्त थाकी पनि रहेको थियो है। र बेलुकासम्म भिडियो एडिटहरू गरेर त्यहाँदेखि चाहिँ सुते। र यहाँनिर चाहिँ डिपार्टमेन्टले काम गर्दैछ सरसफाइको र अहिले भने चाहिँ बाटो ब्लक रहेछ, एकछिन वेट गर्नुपर्ने हुन्छ। 0 पुग्नै आँटेछ अब त, त्यहीँसम्म मात्रै हो नि है। ए त्यहाँ फेरि देथाङ ए हजुर हो, बिरिङदेखि हुँदो एक ग्रुप, त्यहाँदेखि बिचमा एक ग्रुप त्यहाँ उँभो एक ग्रुप है। अझै झन् यो त्यहाँदेखि उयो तलदेखि पनि उता पऱ्यो भने त अझै अर्को ग्रुप चाहिने रहेछ। ए हुन्छ जति हस् हुन्छ। र अहिले भने चाहिँ सरसफाइको काम यहाँनिर सकिसकेको रहेछ, 0 पुग्नै आँटेको रहेछ। र त्यहाँदेखि चाहिँ फेरि यो सकेपछि चाहिँ फेरि माथि देथाङदेखि सुरु गर्ने रहेछ फेरि सरसफाइको काम। अन्त हुनु चाहिँ अब रावङदेखि यहाँ हाम्रो यो अहिले भर्खर देखाएको 0सम्म पनि निकै डिस्टेन्स छ नि त, अन्त मान्छे चाहिँ निकै चाहिने हो। तर 2 ग्रुपले मात्रै काम गर्दैछ जस्तो लागेको छ, अन्त भ्याउनु साह्रो पर्छ है। अन्त माथितिर त अब यो उहाँहरूले अस्ति सरसफाइ गरेर आएको जग्गाहरूमा त फेरि जङ्गलहरू पलाउनु थालिसक्यो। र यो जग्गालाई चाहिँ लम्बाई डाँडा भनेर चिनिन्छ र एकदमै सरसफाइ मजाले गरेको कारणले गर्दाखेरि चाहिँ चडक्कै देख्दो रहेछ हैन। र हिजोको भिडियो चाहिँ मैले एडिटिङहरू गर्दैछु है, र आधी जस्तो चाहिँ भइसकेको छ र अब भरे चाहिँ कम्प्लिट गरेर अपलोड गर्नुपर्ने
छ। अब यो भिडियोलाई फेरि आज गरेको भिडियोलाई चाहिँ अब भोलि नभए पर्सितिर मात्रै अपलोड गर्न मिल्छ है, किनभने एडिटिङहरू गर्नु टाइम लाग्छ नि त। एडिटिङ गर्नु टाइम लाग्छ, अन्त फेरि थाकेको पनि हुन्छ कोही बेला। अब समय पनि निकै बितिसकेको हुन्छ, रेस्ट पनि गर्नु पर्यो है। अब रेस्ट गरेन भने त भिडियो बनाउनु सक्ने कुरा आएन र त्यही आज चाहिँ भरे म कम्प्लिट गरेर त्यहाँदेखि चाहिँ अपलोड गर्ने छु। र अहिले भने चाहिँ यहाँ माथि चाहिँ एउटा प्राइभेट स्कुल छ जुन चाहिँ हाम्रो देविका नानाले चलाउनुहुन्छ, यहाँ माथि रिभिल एकाडेमी भनेर। र एकदमै सुन्दर छ हाम्रो गाउँ, तपाईँहरूले देख्न सक्नुहुन्छ है। र यो रोडमा चाहिँ बेला बेला कसले बिचमा ढुङ्गा राखेछ, केटाकेटी खेलेको कि गाडीले राखेको कि। र हाम्रो जग्गाहरूमा चाहिँ अहिले मकैहरू रोपेर निकै ठुल्ठुलो भइसकेको छ है, किनभने निकै नै अल पर्छ नि त, अन्त एकदमै छिटो पनि पाक्छ। त्यो एउटा सठिया मकै भनिदिन्थ्यो, हामी केटाकेटी हुँदा सुनिन्थ्यो। त्यो चाहिँ रोपेको 2 महिनाहरूतिर चाहिँ त्यहाँदेखि त्यो मकै पाक्छ नि त। तर अहिले त अब त्यो मकैहरू मैले देख्न छोडिसकेँ, अन्त एकदमै त्यो अलमा चाहिँ खानेकुराहरू अब लेकमा भन्दा छिटो पाक्छ र चाहिँ अगाडि अगाडि खान पाइन्छ है। र हिजो गरेको भिडियोमा चाहिँ कस्तो यो ह्यान्डकार्डको यो यतापट्टिको चाहिँ त्यो फुटेर बाहिर निस्किरहेको थियो नि त, त्यो त म भिडियो एडिट गर्दा कस्तो मलाई नै अब त्यो नराम्रो लागेको नि, अब त्यो अड न अड देखिरहेको थियो होइन। त्यहाँ फेरि मैले यो राबुङमा आएर चाहिँ यो टालेपछि चाहिँ त्यहाँदेखि चाहिँ फेरि ठिक भयो है। र यसलाई पनि अलिकति ग्यारेजमा गएर एडजस्ट गर्नुपर्ने छ, किनभने चाहिँ यो लेफ्ट साइडपट्टिकोलाई चाहिँ अलिकति अपमा राखेको छ र यतापट्टिको चाहिँ कम्ती डाउनमा राखेकोले गर्दाखेरि भिडियोमा यसलाई ज्यादा देखिँदैछ, यसलाई यतापट्टिकोलाई कम्ती देखिँदो रहेछ नि त। कति छिटो उयो रुखहरू पनि पौलिन थालिसक्यो होइन यतातिर चाहिँ। र अस्ति चाहिँ लप्सीको सिजन थियो, अन्त लप्सी टिपेर चाहिँ अचार लगाउनुपर्छ भनेर चाहिँ निकै सोच्यो है। र यतातिर थियो नि त 1-2वटा झ्याङहरू बाटो बाटोमा टिप्नुपर्छ होला उसको मागेर भनेर चाहिँ सोच्दै थियो, त्यतिकै त्यो टिप्नु पनि पाएन। अन्त अहिले त अब पुरै रुखहरू पौलिसक्यो होइन। र अहिले चाहिँ अब रुगामार्कीहरू भन्ने कुरा चाहिँ अब यो पौलोको सिजनमा चाहिँ बिमार हुन्छ, रुगामार्की लाग्छ भनिन्थ्यो नि पहिला, त्यस्तै अब अहिले मार्की पुरा छ है प्रशस्तै। अन्त यो हो नि त पौलिने सिजन, अहिले साह्रैपट्टि रुखहरू चाहिँ पौलिरहेको छ होइन, त्यही कारणले गर्दा पनि हो। र रुपेश भाइ चाहिँ हिजो बादमा हामी झरिकन पछाडि झरेको थियो है, आएको थियो, त्यहाँदेखि हामी सँगै थियो नि त बेलुका। अनि बिहानखेरि चाहिँ ऊ चाहिँ फेरि छिटो हिँड्नु पर्ने थियो र म चाहिँ त्यति बेला उठेकै थिइनँ, बिहान 4-5 बजीतिरको कुरा होला। अन्त ऊ चाहिँ याङयाङ जानुपर्ने छ भन्दै थियो नि त आज। अन्त निन्द्रामै, म त निन्द्रामै थिएँ, बोलाउँदै थिएँ, अन्त निस्क्यो बिहानै। अन्त यति बेला त ऊ पुगि पनि सक्यो होला, किनभने 9:44 भइसकेछ होइन। मलाई चाहिँ बिहान छिट्टो उठेर हिँड्नु ओर्नु चाहिँ मजा लाग्छ, कता कता हिँड्नु पऱ्यो भने यसरी अब 10 बज्दा हाट्दा हिँड्दाखेरि चाहिँ दिउँसो भएको जस्तो हुन्छ है। र बिहान छिट्टो हिँड्यो भने चाहिँ एकदमै त्यो समय मजाले मिल्छ नि त। अन्त समय मजाले मिलेपछि चाहिँ टाढो जानु छ भने पनि मजाले पुग्न सकिन्छ होइन, पुगेर फर्किनु पनि सकिन्छ नि त। र मेरो चेनको त्यो चेन लुप चाहिँ सकिरहेको छ, किन्नु पर्यो भनेर सम्झिन्थेँ थियो हिजो त त्यतिकै हतारमा बिर्सेछु। र त्यो चेन नै ड्राई भइरहेको जस्तो भइरहेछ नि त। र त्यसमा चेन लुप हाल्यो भने चाहिँ मजाले बाइकहरू पनि स्मुथ कुद्छ है। र त्यो चेन्ज पकेटहरू पनि त बिग्रिने चान्स हुँदैन नि त, त्यही भएर त्यो चाहिँ लगाउनु एकदमै इम्पोर्टेन्ट छ। अन्त अब राबुङ कहिले निक्लै हुन्छ त्यति बेला चाहिँ अब त्यो चेन लुप किनेर लगाउनुपर्छ है। भाइ आउँदैछु म, अहिले फोन गर्छु ल।
र मार्गीले गर्दा होला कान बुचेको छ हिजोदेखि अलिकति हावै पस्नै भएको छैन कानमा हावा पसे कि त बुचिहाल्दैछ होइन यो रुगा मार्की भन्ने कुरा साह्रै सताउँछ नि त धन्दा खोकी चाहिँ अस्ति एक दिन लाग्यो तर बिहानखेरि उठ्दाखेरि चाहिँ घाँटी चाहिँ हल्का हल्का चाहिँ दुख्दै थियो तर खोकी चाहिँ लागेको थिएन है र खोकी लाग्यो भने चाहिँ म चाहिँ एकदमै इरिटेट लाग्छ खोकी भन्ने बिमार चाहिँ सुत्नु पनि पाउँदैन है घाँटी दुखेर वाक्कै लाग्दो हुन्छ नि त बरु अरू टाउको दुख्नु ज्वरोहरू आयो भने चाहिँ सहनु सकिन्छ खोकी चाहिँ पुरा इरिटेट हुन्छ नि त जना चाहिँ प्रोग्रामहरूतिर ग्रुपहरूमा अब त्यहाँ गफसफ गर्दाखेरि चाहिँ त्यस्तो खोकी चल्यो भने चाहिँ कस्तो खालको हुन्छ नि त हरेसै लाग्दो अन्त त्यही भएर चाहिँ र भरे चाहिँ घरमा गएर लुगा धुनु पर्ने छ अघि बिहान एक थाक लुगा निकालेर राखिराखेको छु होइन अब निकै थुप्रेको छ नि त र भरे गएर चाहिँ मजाले सफा गर्नुपर्छ र मलाई चाहिँ उँधोतिर घरदेखि उँधोको त्यो रोडहरू गयो भने चाहिँ तल त्यो नयाँ पुल बनिँदै गरेको जग्गाहरू पुग्छ नि त त्यो जग्गाहरू पनि जानु मन परिरहेको छ र आज भोलिमा कहिले हुन्छ अब एक्लै त अल्छी हुन्छ है र साथीहरू पायो भने चाहिँ यसो घुम्दै त्यहाँको भ्लग बनाउँदै जानु इच्छा छ र त्यता गयो भने त्यहाँदेखि तपाईँहरूलाई फेरि त्यो साइडको पनि तपाईँहरूलाई म भिडियो देखाउने छु र अहिले भने चाहिँ अब बुबु र म चाहिँ बिरिङ आइपुगिसक्यो है र अब यहीँ माथिल्लोपट्टि हो बुबुको ड्युटी र बुबुलाई त्यहाँ छोडिदिइ राख्नु पर्ने छ र त्यहाँदेखि म पनि त्यहाँदेखि ड्युटी बसेर त्यहाँदेखि भरे चाहिँ फेरि घर फर्काइ हुन्छ र यहाँ माथिल्लोपट्टि चाहिँ छ डिस्पेन्सरी र माथि पञ्चायत अफिस जिपियु अनि यहीँ माथिल्लोपट्टि चाहिँ स्कुल छ है बुबुको स्कुल अनि बुबुलाई चाहिँ म यहीँनिर छोडिदिन्छु अन्त म चाहिँ थोरै अगाडि जान्छु कुन त के दिइराख्नु गाडा हुन्छ नि त मर्निङ मर्निङ है र अहिले भने चाहिँ घर फर्केको र चिसो चिसो हुनु थाल्यो है घाम पनि गइहाल्यो हेलो र अब फेरि यो आउने बुधबार चाहिँ ट्रेनिङ हुने कुरा छ होइन हुने कुरा होइन अब कन्फर्मै भइसकेको छ त्यो अस्ति गएकै जग्गामा आसाम लिन्जे भन्ने जग्गामा अन्त एक दिनको मात्रै कुरा थियो फेरि अघि फोन आएको थियो फोन आउँदाखेरि चाहिँ 24 पनि रेसिडेन्टल 2 दिनको भन्ने कुरा भएको छ है र अब 2 दिनको ट्रेनिङ हुने भएको छ अन्त जानुपर्ने छ आज्ञा र म चाहिँ र अहिले म बोल्दाखेरि चाहिँ यो जुन चाहिँ थर्केको खालको आउँदैछ यो चाहिँ यो अगाडि रोडमा चाहिँ त्यो एउटा त्यो लेभलिङ हुन्छ नि लेभल नमिलेर चाहिँ यस्तो जुन चाहिँ यस्तो यस्तो उफार्छ नि त बाइक अन्त त्यो भएर चाहिँ त्यो खालको हुँदैछ नि त